हाम्रो दिमागमा यो छ कि एज बढ्दै गयो भने बुढो हुँदै जान्छ भनेर। तर म यो के भन्न चाहन्छु भनेदेखि एज जति ठुलो हुँदै जान्छ नि त्यति म्याच्योर हुँदै जान्छ मान्छे हैन, परिपक्व हुँदै जान्छ। उसलाई चाहिँ एक्सपिरियन्स हुन्छ धेरै कुराको। त्यो यो जो बुढो हुने भनेको हाम्रो सोचबाट, हाम्रो लाइफस्टाइल, हाम्रो ह्याबिट कस्तो छ, हाम्रो रुटिन के छ, त्यसले गर्दाखेरि हो। जस्तो कि गाडी अब तपाईँले एउटा बाइक लिनुभएको छ हैन, त्यसलाई चाहिँ टाइममा त्यसलाई सर्भिसिङ गर्नुहुन्छ, टाइममा सबै कुरा चाहिँ गर्नुहुन्छ भने त्यो गाडीको त्यो जति एज होस्, जति बुढो भए पनि त्यो राम्रोसँग चलिरहेको हुन्छ, हामीले देखिरहेको छौँ हैन। र कोही त्यही चाहिँ भर्खरको केटाले चलाएको हुन्छ, त्यसलाई न सर्भिसिङ गर्छ न के गर्छ, बस चलेको चले, जबसम्म चल्छ। त्यो एजले म्याटर गर्दैन। सो एज भनेको जस्ट अ नम्बर हो। तपाईँले एक्सपिरियन्स लिनुपर्छ। सानोमा बच्चाबाट जति ठुलो हुँदै जान्छ त्यति एक्सपिरियन्स बढ्दै जान्छ। सो डोन्ट थिङ्क द्याट एजले तपाईँलाई बुढो बनाउँछ।